हेलो एन्ड गुड मर्निङ साथी हो। म चाहिँ गाउँतिर आएको छु बच्चाहरूको छुट्टी भएपछि होइन। अनि वैशाखमा हाम्रोतिर चाहिँ मकै छर्छ नै साथी हो। अनि हुनु चाहिँ खासै धेरै चाहिँ छैन है। अनि त्यसपछि यहाँ चाहिँ आलु रोप्नुभएको रहेछ क्या हाम्रो मम्मीहरूले। अनि आलुमा चाहिँ आलु खनिसकेपछि मकै लाउने अरे भनेर खन्न जम्मै नानी हो भनेर हामी चाहिँ आयौँ है। अनि त्यसपछि ट्याक 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 खनेँ मैले चाहिँ मम्मीलाई सघाएँ। अनि त्यसपछि हाम्रोतिर चाहिँ साथी हो पहाड ठाउँ भए पनि एकदम माटोहरू चाहिँ राम्रो छ है साथी हो। हाम्रोतिर चाहिँ उब्जनी चाहिँ एकदम राम्रो हुन्छ क्या। अब माटोहरू हेर्नुहोस् न तपाईँहरूले पनि कालो छ क्या यतातिरको माटोहरू चाहिँ त्यो रातो चिम्टे माटो जस्तो छैन क्या। हाम्रोतिर चाहिँ कालो एकदम फरफर क्या, जे अन्न पनि हुने खालको छ हाम्रोतिर चाहिँ साथी हो। अन्त म चाहिँ गलेँ है कम्बर दुखेर। अनि एकछिन बेसाएँ टक्क लाएर। अन्त मेरो छोरा पनि मम्मी म पनि खन्छु नि भन्दै आयो होइन। उसको चाहिँ छुट्टी छ नि त, त्यही भएर मैले यता गाउँतिर लिएर आएको। त्यसपछि अनि ऊ चाहिँ खनेर सघाउँदैछ कि मलाई साथी हो। अनि मेरो छोराले पनि काम चाहिँ गर्छ नै, ऐसा कडा छ क्या। टक 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 खने उसले पनि है, खने खने खने। अनि मेरो मम्मी चाहिँ सुर्ती खाँदै हुनुहुन्छ बुङ बुङ क्या साथी हो। नखानु न भन्दा नि मान्दैनन् क्या, खाइरहन्छ ऊ चाहिँ। त्यसपछि मम्मी यो के हो भन्दै देखाउँदैछ क्या। अनि यो खुम्ले किरा हो भनेर मेरो मम्मी चाहिँ के गरेको हो तैँले भन्छ। मैले चाहिँ भिडियो बनाएको भनेको। ऊ पनि खन्नु थाल्यो। मम्मी तपाईँ चाहिँ बस्नु न भन्दा नि सुन्दैन है हाम्रो मम्मी चाहिँ। अन्त हामी चाहिँ खन्यौँ है साथी हो। मेरो छोराले आज पुरा सघाइरहेको थियो कि मलाई एकदम। उसले पनि काम गर्दैछ साथी हो। अन्त हाम्रोतिर चाहिँ यस्तै छ है साथी हो गाउँघरतिर। अन्त उहाँ चाहिँ हाम्रो पुसै हुनुहुन्छ क्या, बाख्रालाई घाँस लाने भनेर। लाउनु न त हामी मकै छर्ने काटेर लानु भनेर उहाँ चाहिँ घाँस एक भारी काटेर बाख्रालाई लाने अरे क्या। अनि लाँदै हुनुहुन्छ। हाम्रो चाहिँ आजको दिन यसरी बित्यो साथी हो। तपाईँहरूको के कस्तो गरेर बिताउनु भयो। भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्न नबिर्सिनु होला साथी हो।